ल आजको च्याप्टरमा चाहिँ हामी के सिक्दैछौँ त एउटा बिल इन्भोइस कसरी बनाउने त एक्सेलमा बिलको इन्भोइसलाई कसरी बनाउने भन्ने कुरा हामी सुरु गर्दैछौँ है त। त्यसको लागि हामी एक्सेलबाटै स्टार्ट गर्छौँ। एक्सेल चाहिँ मैले भने जस्तो पहिला जस्तो यो 2019 नै हुनुपर्छ है। 2019 भन्दा मुनिको छ भने चाहिँ यो कामहरू गर्न अप्ठ्यारो हुन्छ, किनभने हामीले यसमा अलिकति प्रोग्रामिङ कुराहरू पनि लागू गर्ने भएको हुनाले चाहिँ त्यो पुरानो एक्सेलहरूमा त्यस्तो प्रोग्रामिङको कन्सेप्टहरू नै थिएन, यो पछि आएको कन्सेप्ट हो। त्यही भएर हामी अब नयाँ फाइल युज गरौँ। यसमा अब पहिलाको पुरानो फाइलहरू पनि अलरेडी छ होइन, यो यिनीहरूलाई इग्नोरै गरिदिउँ। अनि यो डिजाइनहरू पनि चाहिँदैन हामीलाई, फ्रेस स्टार्ट गर्ने भएको हुनाले ब्ल्याङ्क वर्कबाटै स्टार्ट गर्छौँ है। हिजोकै पर्फर्मेन्समा आयो कि आएन त? आयो नि है। अब हामी ल यसमा कसरी स्टार्ट गरौँ भने पहिला सुरु चाहिँ यो बिलको नाम है, बिलको नाम के लेखेको छ वितरण सोल्युसन प्राइभेट लिमिटेड भन्ने लेखेर चाहिँ हामी यहाँ पनि लेखिदिउँ यसरी वितरण सोल्युसन प्राइभेट डट एलटिडी यसरी लेख्दिउँ है। अनि यस्तो यस्तो यो ग्राफ जस्तोहरू आएर डिस्टर्ब गरेको जस्तो लाग्यो भने चाहिँ यसलाई मैले पहिला भने जस्तो भ्यूमा गएर ग्रिड लाइन्स हटाइदिने, त्यसलाई खास चाहिँ ग्रिड लाइन्स भनिन्छ। त्यो हटाइदियो भने त ठ्याक्कै यस्तै देखियो नि त है, यो खाली जस्तो देखियो नि त है। अब हामीलाई यहाँनिर के चाहिन्छ त, जहिले पनि बिलहरू बनाउँदाखेरि यस्तो मर्ज गर्नुपर्ने कामहरू धेरै आउन सक्छ। पहिला सुरु हामीलाई त्यसको मेन के छ टेबल त्यो चाहिँ बनाउन सुरु गर्ने र जस्तै यहाँनिर तल के दिएको छ एचएसएन नम्बर पार्टिकुलर क्वान्टिटी युनिट रेट एमाउन्ट दिएको छ कि छैन, हामी पनि त्यही राख्छौँ ल। मतलब यहाँदेखि सुरु गरौँ, काम त हाम्रो यहाँ पनि छ, त्यसलाई इग्नोर गरेर पहिला तलबाट सुरु गरौँ। हामी के छ हेरौँ त, एचएसएन नम्बर भन्ने छ एउटा, त्यसपछि के छ पार्टिकुलर छ, अर्को के छ क्वान्टिटी छ, क्युटिवाई मात्र राख्ने होला, अर्को टाइप गरि पनि हुन्छ है, युनिट रेट छ, अनि त्यसपछि एमाउन्ट छ है। ठिक छ। यसमा कतिवटा भयो, एउटा दुईवटा तिनवटा चारवटा, कुनै कुनै बेला यस्तो ओभरल्याप गरेछ भने चाहिँ मैले डबल क्लिक गरेर यसरी खोलिदिने भनेको थिएँ, यो खोलिदिने यसरी। अनि अब हामीलाई टेबल त चाहिन्छ नि, हामी यो टेबल चाहिन्छ भने चाहिँ के गर्नु पऱ्यो, यसरी सट्ट लिएर होममा गएर यतिखेर टेबल बनाउँदै जाने है त, त्यतिखेर बनाउनु झन् सजिलो हुन्छ। अब हामीले सामानहरू कतिवटा बेच्ने बनाउने त, अब यसमा चाहिँ कतिवटा अट्नेवाला छ, त्यो एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा अट्नेवाला छ, करिब 10वटा अट्ने बनाएर गरे पनि हुन्छ। 10वटा अट्ने भए चाहिँ यहाँनिर 1 गरिदिउँ, म यसलाई 10 गरिदिन्छु, 10वटा अट्ने भइहाल्यो नि होइन। भनेको मतलब यहाँदेखि यहाँसम्म मैले के गर्नु पऱ्यो त, एउटा आउटलाइन बनाउनु पऱ्यो। यसलाई पनि आउटलाइन बनाउनु पऱ्यो, यसरी यसरी आउटलाइन बनाउँदै लाने है। ठिक छ है। अब यो चाहिँ मेट्दिएँ मैले, अब चाहिँ यहाँ चाहिँ राख्नु। त्यसपछि अर्को डिजाइन के छ त्यसमा, योभन्दा मुनिको डिजाइन पनि छ नि त, त्यहाँनिर के भनेको छ, बिल प्रिन्टहरू छ होइन मजाले। आइसी नै पल्क जिथन रेकर्ड बिल प्रिन्ट भइरहेछ है। डेट एन्ड टाइम भनेको छ, डेट एन्ड टाइम पनि राखिदिउँ, डेट एन्ड टाइम। अब त्यो यो डेटको लागि चाहिँ म पछि भन्छु, यो सबै अटो आउनेवाला छ ल, नाउ मात्र गऱ्यो भने पनि आइहाल्छ, यो आफै आउँछ यो। त्यस्तै गरी अर्को के छ हामीसँग, टोटल भन्ने छ हो, टोटल पनि राखिदिन्छौँ हामी यहाँनिर। टोटल भर्ने ठाउँ चाहिँ खाली छोड्छौँ है अहिलेलाई, सपोज अहिले राखिदिउँ न, केही समथिङ छ भने राखिदिउँ न यसरी। त्यसपछि के छ हामीसँग ग्रान्ड टोटल होइन त, यो ग्रान्ड टोटलहरू पनि यसरी डिजाइन गर्दै जाउँ। टोटल, त्यसपछि गएर चाहिँ यो पी डिस्काउन्ट भन्नेहरू पनि राखिदिउँ। अर्को के छ, नन ट्याक्सेबल भनेको छ, म यो बुझाउँदै लान्छु। नन ट्याक्सेबल एमाउन्ट होला, एएमटी गरिदिउँ। त्यसपछि ट्याक्सेबल छ, ट्याक्सेबल एएमटी गरिदिउँ। अर्को के छ, ब्याट छ @ दिएको होला 13 भने होला हो। अर्कै छ राउन्ड अफ भन्ने छ है, राउन्ड अफमा राउन्ड अफ र राउन्ड डाउन पनि हुन्छ है, मैले राउन्ड अफ सिकिदिएको छु। त्यसपछि के छ यसमा, नेट टोटल भन्ने छ, नेट टोटल है। एमाउन्ट अहिलेलाई जे भए पनि राखिदिएको छु ल मैले, ल यसरी राखिदिएको छु। त्यसपछि डिजाइनमा अर्को के चाहियो हामीलाई, यहाँनिर पनि छ नि केही कुराहरू हो। हामी नेट टोटलसम्म एउटा रहेछ है, कहाँदेखि छ भन्दाखेरि ट्याक्सेबलदेखि रहेछ। ट्याक्सेबल भनेको यहाँदेखि यहाँसम्म एउटा बक्स रहेछ, यसरी बनाइदिने बक्स बन्यो। यहाँदेखि यहाँसम्म पनि एउटा बक्स छ है, यसरी बनाउने है सबले। अनि राउन्ड अफ भन्दा माथि पनि एउटा बक्स छ अरे, त्यो पनि यसरी बनाउन सकिन्छ।
यति काम त हाम्रो गइसक्यो भयो है। त्यसरी चाहिँ बनाउन सकिन्छ ल। यो रेगुलरली छैन नि त, इरेगुलर छ नि त, कहाँ कता कता छ नि त, त्यस्तोहरूलाई चाहिँ त्यसरी मिलाएर गर्ने है। अब त्योभन्दा मुनि के छ त त्यो पनि राख्दै जाउँ। इनवर्ड्स भनेको छ होला, इनवर्ड्स भनेको लागि पनि राख्दिउँ। अब त्यो के समथिङ छ है, रुपिस समथिङ के छ त्यो, रुपिस 500 के समथिङ, मैले यतिकै राख्ने होला है। अनि अर्को के छ, प्रिपेयर बाई अर्को CHEC, चेक बाई अर्को रिसिभ्ड बाई अर्को एउटा के अथर छ होला हैन, अथराइज सिग्नेचर भन्ने छ होला, अथराइज SIGN हो। यो सबै अटो ग्रामर मिलिरहेछ है, त्यही भएर फ्याटफ्याट भएको। अनि यसको माथि चाहिँ मलाई त्यस्तो अन्डरलाइनहरू चाहियो भने सिफ्ट र माइनस थिच्यो भने अन्डरस्कोर आउँछ ल। यसरी सिफ्ट र माइनस थिच्यो भने अन्डरस्कोर आउँछ, यिनीहरू युज गर्दा हुन्छ है। यसरी भयो ल। अब कस्तो इरेगुलर देख्यो, यहाँनिर चाहिँ ठुलो भएको छ, यहाँनिर चाहिँ यस्तो बाहिर भएको छ। यिनीहरूलाई चाहिँ अब मिलाउने ल, किनभने पार्टिकुलरमा केही पनि आइटम बस्नु पऱ्यो भने यति थोरै भागले अट्ला त अट्दैन नि। त्यो भएको हुनाले म B र C को बिचमा आएर यसलाई यस्तरी तन्काइदिन्छु। तन्क्यो, यो तन्केको छ नि है। अनि यसलाई म अलिकति यता राख्नु पाउँछु कि पाउँदिनँ त, पाउँछु नि। अनि त्यसपछि यसलाई सार्नु पऱ्यो भने चाहिँ यसले सार्ने, यसरी सरिरहेछ। यसलाई माथिकोलाई पनि त्यस्तै गर्नु पाइन्छ कि पाइँदैन त, यता राखिदिने, यसलाई यसरी सारिदिने, सरिरहेछ। अब यिनीहरू पनि अलिकति यता ल्याउने हो भने चाहिँ अझ ब्यालेन्स देखिन्छ नि होइन। यसलाई पनि यस्तरी ल्याइदिउँ न भन्ने हो भने यसलाई ठ्याक्कै यसकै मुनि अटाउन सकिने रहेछ नि त, भयो। अलिकति बढी भएको चिज म अब यताउति तानातुन गरेर मिलाइदिन्छु। एमाउन्टलाई पनि अलिकति ठुलो पारिदिउँ, रेट पनि अलिकति ठुलै चाहिन्छ हामीलाई, युनिट बरु सानै भयो नि हुन्छ है। करिब आइसक्यो हामी ठाउँमा। अब यहाँनिर मलाई एउटा स्पेस अझै चाहिरहेछ ल, किनभने यो ठ्याक्क बिल चाहिँ मलाई यसरी देख्नु छ क्या है। त्यसैले म यसलाई ब्यालेन्सिङ गरिरहेको छु। के कुरा बाँकी छ अब हाम्रो, सिग्नेचर अलिअलि बाँकी रहेछ है। यो इनवर्सलाई पनि हामी इन्सर्टमा गएर यस्तोहरू, यस्तो यसमा चाहिँ के हुन्छ भने यस्तो सर्कल कर्भवाला बोर्डर हाल्दैन यसले है। एकदम तिखो एकदम सार्प एजेसहरू मात्र राख्छ। मलाई चाहिँ यस्तो गोलै खालको चाहियो भने चाहिँ कहाँबाट राख्ने त, इन्सर्टमा गएर सेपमा गएर यस्तो खालको राख्न सकिन्छ है, यस्तरी ल्याउन सकिन्छ यसलाई। अनि यो येल्लो पोइन्टले अलिकति घुमाउने भने अझै राउन्डेड हुन्छ यो है। अब यसलाई म के फिल नगर्ने हो भने चाहिँ नफिल गर्न पनि पाएँ है। यसको जुन आउटलाइन छ यो ब्लू भइरहेछ, यसलाई पनि मैले के गर्नु पाएँ त, डबल क्लिक गरेर आउटलाइनमा गएर ब्ल्याक गर्न पाउँछु नि होइन, ठिक छ ल। यसरी आएको छ ल। यसमा जे कुरा नि हुनसक्थ्यो हामीले बढाएर लेख्न सकिन्थ्यो यहाँ केही कुरा, तर अब यहाँनिर माथि त काम सकेको छैन नि, माथिको पनि काम सकाउँदै जाऊँ ल। अब चाहिँ बल्ल मर्जको कुरा आउँछ है। यी हाम्रो बिल साइड बाई साइड सबै ठाउँबाट बराबर भएको छ, अब चिटिक्क मिलेको जस्तो देखेको छ है। अब चाहिँ हाम्रो पुगेको हो। अलिकति दायाँ बायाँ गर्नु पनि सकिन्छ ल, यति यहाँनिर राखेर। यसलाई म अझै अलिकति यता राखेर यहाँनिर यसरी मिलाइ नै हुन्छ यसलाई, ताकि यसलाई अझै यता धकिल्न पाइन्छ नि हामीले यस्तो भएपछि होइन। यतिको राखौँ न। अब यो एमाउन्ट त अलिक ठुलो हुनसक्छ नि त है। मैले यसरी मिलाइदिएको छु ल। यो चाहिँ आफैले मिलाउनु सक्नुपर्छ है पछि चाहिँ। अहिले जसरी मैले यहाँ मिलाएर दिइरहेको छु, देखाइरहेको छु, त्यो आफैले पनि मिलाउन जान्नु पऱ्यो है। अब यहाँनिर मलाई त यो यस्तो सिग्नेचर पनि त राख्नुपर्छ नि होइन। सिग्नेचर राख्नु पऱ्यो भने मैले के गर्नु पऱ्यो त, यहाँ इन्सर्ट गरेर एउटा खाली ठाउँ यसरी बढाउनु मिल्छ कि मिल्दैन, मिलिरहेछ। यहाँ पनि बढाइदिउँ। म दुईवटा एकैचोटि बढाउँछु भने पनि यो 29 र 28लाई सेलेक्ट गरेर इन्सर्ट गर्ने हो भने अझ मलाई चाहिने जति स्पेस चाहिँ बढिदिन्छ है यसरी, ठिक छ। अब यहाँनिर ठाउँ मलाई जति पनि पाएँ नि त, अझ बढी छ, एउटा बढी भाष लागेको छ भने चाहिँ डिलिट गरिदिनु भयो। बुझिरहेको छ यहाँसम्म। यो सबै डिजाइनको मात्र कुरा गरिरहेको छु ल मैले, के पनि हिसाब के पनि भएको छैन अहिले, खालि डिजाइन मात्र बनाउँदैछौँ हामी। अब यो वितरण सोल्युसन त ठ्याक्क बिचमा छ नि, यसको छैन, यो बिचमा त छैन नि। यो त म जति बिचमा ल्याउनु खोजे पनि हुँदैन। त्यस्तोलाई चाहिँ म के गर्छु भने यसरी मर्ज गरिदिन्छु। अब ठ्याक्कै बिचमा आयो कि। मर्ज गर्दा जहिले पनि एउटा कुरा के ठेगान हुनु पऱ्यो भने मैले यहाँबाट मर्ज लिनु भएन है। यहाँनिर त मैले एउटा ब्ल्याङ्क स्पेस दिएको छु नि त, त्यो ब्ल्याङ्क स्पेसबाट मर्ज दियो भने त्यो कहाँ पुग्छ त्यो, अलिकति यता यता लेफ्टतिर गएको छ यो, राइट बडी छोडेर है। त्यसैले मैले कहाँबाट मर्ज लिनुपर्ने रहेछ त, यसलाई यहीँनिर बिचमा राखेर यहाँदेखि यहाँसम्मको स्पेसलाई मर्ज भन्नुपर्ने रहेछ, ताकि यो बिलसँगको ठ्याक्कै सेन्टरमा आइदिन्छ, ठिक छ। अब अक्षरलाई अलिक ठुल्ठुलो पार्नु छ भने चाहिँ यसरी ठुल्ठुलो पारिदिँदा नि हुन्छ है यसरी।
अब यो चाहिँ जुनै अफिसको अब भनौँ न कार्यालयको नामहरू राखिदिने हो यो चाहिँ है। अब यसको ठेगाना चाहिँ यहाँ राखिदिउँ। के छ त्यसमा? कालीमाटी काठमाडौँ नेपाल हो। अब यो पनि त कहाँ सेन्टरमा आएको छ त? सेन्टरमा आएकै छैन नि। यसलाई पनि के गर्ने? यसरी सेलेक्ट गरेर मर्ज गर्ने है। मर्जले ठ्याक्कै सेन्टर मिलाएको ल्याएन त है। अब यहाँनिर केही समथिङ उसले चाहिँ बारकोड रिच दिएको रहेछ। हामी बारकोड सट्टामा कुनै एउटा लोगो दिन सक्छौँ है। इन्सर्टमा गएर अब एउटा यो त यसो हेर्दा त मार्ट जस्तो टाइपको भइरहेछ नि, वितरण सोल्युसन काइन्ड अफ मार्केट जस्तो टाइपको है, अनलाइन सपिङ जस्तो टाइपको भइरहेछ। मलाई केही लोगो चाहियो भने म यहाँबाट निकाल्न सक्छु ल। अहिलेलाई म एकदम सिम्पल लोगो जेनेरेट गरिदिन्छु। कुनै एउटा यस्तो खोलिदिउँ। क्यानभाबाट गरे पनि हुन्छ है। क्यानभामा मलाई मार्ट लोगो भन्यो भने के गरिदिन्छ उसले? मार्टकै लोगो दिइदिन्छ है। चलाए हुन्छ। मैले यसमा प्रिमियम तिरेर राखेको छु। यो सबै चलाउन मिल्छ ल यिनीहरू है। सपोज मैले यिनीहरू यो कुन चाहिँ ठिक लाग्यो? एउटा जुन भए पनि एउटा लिइदिउँ न। हार्डकोर यो ठिक छ कि इजी मार्ट ठिक छ? यो चाहिँ ठिक लाग्यो मलाई। आफूले छानेर लिँदा हुन्छ ल, जुनै लिँदा नि हुन्छ। यो पनि राम्रो रहेछ। अब यो जस्तै होटल लाइनहरू र रेस्टुरेन्ट लाइनहरूलाई यिनीहरू युज हुन्छ है। यो सबै कुरा युज गर्न सकिन्छ ल। ल एउटा चुज गरौँ त कुन चाहिँ ठिक लाग्यो? यो युज गरिदिउँ क्या? यही युज गरिदिनु भयो मैले है। अब यसको पनि मलाई क्राइटेरियाहरू टन्नै चाहिन्छ भने पनि त्यसकै खालको मिल्ने खालकोहरू आउँछ यहाँ टन्नै है। आफूलाई लोगो चाहिँ यसरी चुज गर्ने है। अब अहिलेको टाइममा चाहिँ लोगो बनाउनुतिर नलाग्ने ल। यसरी गर्ने अनि कस्टमाइज गरिदिने। अनि त्यसपछि त्यो हाम्रो उसको नाम के छ? वितरण सोल्युसन छ होइन? वितरण सोल्युसन भनिदिने यसरी। यो कुनै एक्जिस्ट गर्छ ल। यो वितरण सोल्युसन भनेको रियल कम्पनी नै हो, तर रियल कम्पनीको चाहिँ यसरी बनाउनु भएन। यो चाहिँ मैले सिकाएको मात्रै हो। कुनै न्युली अफिस अथवा कुनै एक्जिस्टिङ अलरेडी छ उनीहरूको बनेको छैन भने चाहिँ यसरी बनाइदिनु पनि पऱ्यो ल। लोगो बनाउनुको लागि इलिस्ट्रेटरबाट बनाउनुपर्छ भन्ने छैन। यो क्यानभा अहिले एकदमै वान अफ द बेस्ट भनौँ न यस्तो ग्राफिक डिजाइनिङ गर्ने सफ्टवेयर हो है। अनलाइन सफ्टवेयर हो। वितरण सोल्युसन है। मैले यस्तो गरिदिने सोल्युसन भयो। यो अनलाइन सपिङ भनेर आइरहेको छ तल हो। वितरण सोल्युसन म चाहिँ के लिन्छु भने पिबिटी एलटिडी लेखिदिन्छु। पिबिटी डट एलटिडी ल ठिक छ। अलिक ठुलो पारिदिन्छु बरु। सबै कलर सलर पनि चेन्ज गर्न मिल्छ है यसरी। यहाँनिर आफूलाई कलर यो मन परिरहेको छैन भने यस्तो कलरहरू पनि चेन्ज गर्न सकिन्छ। पुरै टोटल्ली एडिट गर्न सकिन्छ भनौँ न है। यो पिबिटी एलटिडी अलिक सानो जस्तो लाग्यो भने यहाँनिर मैले फन्टहरू पनि इन्क्रिज गर्न पाउँछु है। ठिक छ नि? ल यति गरिदिन्छु। इस्टाब्लिसहरू पनि समथिङ केही वर्डहरू राख्नु पऱ्यो भने टेक्स्ट लिएर यहाँनिर एड टेक्स्ट गरेर सानो इएसटिडी हुनु त चाहिँदैन। मैले त्यति सिकाएको मात्र। यो इस्टाब्लिस किन चाहियो र कुनै अफिसहरूलाई चाहिँ चाहिन्छ ल। यिनीहरूलाई चाहिँ चाहिँदैन खासै। यहाँनिर राखेर मैले 2072 गरिदियो भने त्यो इस्टाब्लिस भएको सहित देखाउँछ है। यिनीहरू अक्षरहरू सानो ठुलो गर्नु पऱ्यो भने यहाँबाट मैले सानो ठुलो पनि गर्न सक्छु है। ठिक छ। अब म यति मात्र बनाउँछु अहिलेलाई। यति मात्र लिन्छु है। अब यसलाई म के गर्छु भने यहाँ सेयर भन्ने बटन देखिरहेको छ नि है। यो सेयर भन्ने बटन दबाएर मैले यहाँनिर डाउनलोड गर्न पाउँछु नि। अप्सन आउँछ नि मलाई। म यो आइडी चाहिँ मैले यो जुन आइडीमा प्रिमियम तिरेको छु त्यो सबै कम्प्युटरमा चल्छ है। तर यही आइडीबाट खोल्नु पऱ्यो। हाम्रै अफिसको आइडीबाट खोल्नु पऱ्यो। यो प्रिमियम भर्सन हो। यसमा जुनसुकै म डिजाइनहरू गर्छु भन्यो भने पनि यहाँ डिजाइन गर्न सकिन्छ। विद्यार्थीले पनि यसको लागि किन्नै पर्छ भन्ने छैन। यहाँ अफिसमा आएर यसो डिजाइन गरेर लग्दा पनि हुन्छ। यदि आफूलाई केही त्यस्तो लोगोहरू चाहिएको छ भने पनि एकदम सुपर फास्ट तरिकाले हुन्छ है। म यो डाउनलोड गर्छु अहिले। डाउनलोड गर्दा एउटा कुरा के ख्याल गरौँ भने हामीलाई पिएनजी र जेपिजी डिफ्रेन्ट फर्मेटमा आउँछ। यो डिफ्रेन्ट फर्मेटमा चाहिँ हामीलाई चाहिने भनेको चाहिँ पिएनजी नै हो ल है। पिएनजी भनेको चाहिँ यसको ब्याकग्राउन्डहरू केही पनि हुँदैन कि। जेपिजी भनेको चाहिँ यसको जुन बाहिर व्हाइट देखिरहेछ नि त्यो व्हाइटलाई पनि त्यसले के गर्छ त इन्क्लुड गराउँछ ल जेपिजी भनेको चाहिँ। तर अहिले चाहिँ हामीलाई के चाहिएको छ? लोगो भनेपछि पिएनजी नै चलाउनु पऱ्यो। त्यो आफै पनि पिएनजी आइरहेको थियो अघि नै है। त म यसलाई डाउनलोड गर्छु है। यो चाहिँ अलिकति आउट अफ बक्समा गएँ म, किनभने कुनै एउटा लोगो युज गर्दा हुन्थ्यो। तर मैले चाहिँ यो क्यानभा पनि चलाउने त्यसैमा इन्क्लुड गराइदिएँ कि यो भिडियो नै फाइल हो। कुनै बेला यसो रिपिट गरेर हेर्दा पनि हुन्छ है यो कुराहरू। अब मैले डाउनलोड भएको फाइल कहाँ गएर बस्छ त? यहीँनिर गएर बसेको छ होइन। यहाँनिर गएर बसेको छ नि। यसलाई त मैले ड्र्याग एन्ड ड्रप गर्न पाउँछु नि, पाउँदिनँ? ल यदि यसरी मान्दैन भने पिक्चरमा जाने। पिक्चरमा गएर भर्खर डाउनलोड गरेको ठाउँको यो लोकेसन हेरेर इन्सर्ट गर्न पाइँदैन? पायो नि है। यसलाई म सानो सानो गर्दै लान्छु। अनि उसले यो जुन राखेको छ नि त्यो बारकोड रिड राखेर चाहिँ म चाहिँ लोगो नै राखिदिनु भएँ क्या। त्यसलाई यहाँनिर राखिदिनु भएँ।
ओके 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 यहाँनिर चाहिँ के गरे भने उसले चाहिँ यो कुरालाई पनि ओप्याक गरिदिएछ है, ट्रान्सप्यारेन्ट चाहियो हामीलाई चाहिँ। डबल क्लिक गरेर यसलाई चाहिँ रिमुभ ब्याकग्राउन्ड गरेर के गरिदिनु पऱ्यो, योभन्दा एकदम सजिलो मेथड भनिदिन्छु म, डिस्कार्ड गरिदिन्छु। यसलाई डबल क्लिक गरेर यसको यो कुरा कि यो देखिरहेको छ नि जुन यसले व्हाइटले गर्दाखेरि हाम्रो टेबल छेक्दियो नि त यसले। अहिले चाहिँ क्रप गरौँ ल, यो धेरै फेरि कम्प्लेक्समा नजाउँ हामी, यो खास यो ग्राफिक डिजाइनको काम हो। यसलाई मैले सानो गरेर अहिले चाहिँ क्रप मात्र गरेर राखिदिएको छु, जसले हाम्रो कामलाई छेकेन नि त होइन। र अर्को कुरा के चाहिन्छ चाहिँ राख्दैछौँ ल, भ्याट नम्बरहरू चाहिएको रहेछ, भ्याट पनि राखिदिउँ। भ्याट नम्बरहरू भनेको चाहिँ कन्स्ट्यान्ट हुँदैन ल, यिनीहरू भनेको चाहिँ एउटा बिलमा एउटा एउटा नम्बरहरू चेन्ज हुँदै गइरहेको हुन्छ। अहिले चाहिँ म यतातिर राखिदिन्छु, यसलाई यतातिर राखिदिन्छु। अब यो समथिङ यस्तो छ भने राखिदिनु। अब हामीलाई के चाहिन्छ त, यहाँ अलिकति डिजाइनको कुराहरू आएर रहेछ है, के कुरा आएको रहेछ त, कस्टमर डिटेलहरू चाहिएको छ, त्यहाँनिर मान्छेको नामहरू दिएको छ है। यो चाहिँ हामी कसरी स्टार्ट गर्छौँ भन्दाखेरि म चाहिँ नेमबाट सुरु गरिदिन्छु ल, नेम गरिदिन्छु। त्यसपछि मलाई के चाहिन्छ, प्रोडक्ट कोड पनि राखेको छ उसले चाहिँ, म प्रोडक्ट कोड राख्दिनँ। नेम पछि सिधै पहिला सुरु फोन नम्बर राखिदिन्छु, त्यसपछि नेम राखिदिन्छु अनि एड्रेस राखिदिन्छु। मलाई ठाउँै पुगेन, यदि ठाउँ पुगेन भने म 8 नम्बरमा बसेर इन्सर्ट गर्न पाउँछु नि ठाउँ त है। अनि यहाँनिर एउटा के छ भने भ्याट नम्बर फेरि राखेको रहेछ, त्यसको सट्टा म प्यान हालिदिन्छु कि त, यहाँ भ्याट हाल्छु माथि प्यान हाल्छु है। म त्यसको बारेमा भन्छु होला भ्याट र प्यान के हो भनेर पनि। यहाँनिर भ्याट नम्बर हालिदिन्छु अनि यहाँ चाहिँ प्यान भनिदिन्छु, अथवा दुईवटा किन राख्ने, एउटा हटाइदिउँ न है, दुईवटा राखेर चाहिँ उसले चाहिँ। अनि त्यसको मुनि एउटा अर्को स्पेस पनि छ, यहाँ म इन्सर्ट गरेर लेखिदिन्छु के भनेको छ उसले, बिल टाइप भनेको छ नि, बिल टाइप पनि राखिदिउँ। त्यसपछि त्यहाँनिर क्यास मेमो भनेको छ, हामी पनि क्यास मेमो राखिदिउँ। भनेको मतलब क्यासमा कारोबार भयो हो भन्न खोजेको है। यसमा हामीले ई सेवा खल्तीहरू पनि राख्न सकिन्छ है, त्यो चेन्ज गर्न मिल्छ हामीले। त्यसपछि उतापट्टि के छ हाम्रो, यो ठाउँमा अलिकति साइड लगाइदिउँ, यो पहिले यो काम सकाइदिउँ। यसमा हाम्रो छ बिल नम्बर छ है, बिल नम्बर भनेर राखिदिउँ। त्यसको मुनि के छ, बिल मिति भन्ने छ होला, अर्को के छ बिल डेट होला, अरू ड्यु डेट पनि रहेछ, अनि ट्रान्जेक्सन मिति पनि रहेछ है। मैले यो सबै कुरा राखिदिएको छु। अनि यसलाई अलिकति डिजाइन चाहिँ गर्नु पऱ्यो ल। कसरी गर्ने त डिजाइन भन्दाखेरि, म एकछिन साइड लगाइदिएको छु। डिजाइन गर्नुको लागि इन्सर्टमा गएर सेप चलाइदिन्छु म। उसको जस्तो डिजाइन गर्नु छ भने चाहिँ मलाई यस्तो खालको चाहिएको हो, त्यही भएर म यहाँनिर यसरी लिइदिन्छु हो, त्यस्तै टाइपको छ नि, यसरी लिइदिन्छु। अनि यसको फिल त मलाई चाहिँदैन नि हो, फिललाई नो फिल गर्न पाउँछु नि मैले। अनि यो ब्लू कलरको भइरहेको छ आउटलाइन, त्यसलाई राइट क्लिक गरेर ब्ल्याक गर्न पाउँछु है। अनि माथि चाहिँ कस्टमर डिटेल भनेको रहेछ, म इन्सर्टमा गएर यसलाई एउटा सानो टेक्स्ट लिइदिन्छु। त्यो टेक्स्ट लिनुको लागि पनि मलाई सेपमा एउटा एवाला चाहिँ लिएर यसरी लिने हो भने मैले कस्टमर डिटेल लेख्न पाउँछु नि है, डिटेल्स। ठिक छ, अक्षरहरू काटेको छ भने अलिकति माथि लग, अनि अलिकति यसरी तल ल्याइदेऊ। अनि यसको जुन आउटलाइन छ, यो आउटलाइन त यहाँ देखिरहेछ नि त, भिजिबल देखिरहेछ नि, यो ग्रे कलरको देखिरहेछ, त्यसलाई चाहिँ हामीले हटाउनु पर्ने हुन्छ ल। डबल क्लिक गर्दै नि राइट क्लिक गरेर आउटलाइनमा नो आउटलाइन गऱ्यो भने यो ठ्याक्कै हट्छ है। उसले त्यसरी डिजाइन गरेको हो, यो चाहिँ म यतिकै राखिदिन्छु। अब यहाँ पनि त्यस्तै डिजाइन गर्नु छ कि, उसले त्यहाँनिर इन्भोइस डिटेल भनेर राखेको छ। अब म डबल काम गर्दिनँ, म यसैलाई नि के गरिदिन्छु त, कन्ट्रोल थिचेर यसरी कन्ट्रोल थिचेर कपी गर्नु पाउँछु कि पाउँदैन त, पाउँछु नि। अनि यसलाई अलिकति तल लानु त पाउँछु नि, अनि यसलाई यसरी साइड लगाइदिने हो नि, इक्वल भयो। अब यसलाई म अलिकति ठुलो पारिदिन्छु। अनि यहाँनिर के चाहिएको छ हामीलाई, इन्भेन्ट्री डिटेल्स हो, इन्भेन्ट्री डिटेल्स ल, बुझिरहेछ। यो अलिकति साइड यता साइड लगाइदिउँ न यसलाई ल। हो यो अलिकति कन्जस्टेड भएको जस्तो लागेको छ भने अलिकति इन्सर्ट गरेर अलिकति ठाउँ यसरी बढाइदिए नि हुन्छ, केही छैन है। यो चाहिँ डिजाइन मात्र गर्न सिकाइरहेको छु ल मैले अहिले। यसलाई पनि अलि यहाँ साइड लगाइदिउँ न, यो अलिकति तलै आएको राम्रो देखिने रहेछ ल, अब चाहिँ राम्रो देखियो नि त, क्लियर। अब यो लोगोलाई मैले कहीँनिर गएर एडजस्ट गर्न सक्दिनँ होला त, एडजस्ट भयो।
है। करिब हाम्रो काम सकिँदै गइरहेछ ल। अनि यहाँनिर फाइनली हामीसँग एउटा ब्ल्याक डार्क बोर्ड रहेछ है, सबैलाई कभर अप हुने गरी लगाएको रहेछ यो। भनेको मतलब यहाँदेखि लगाएको रहेछ है, यहाँदेखि लगाएको रहेछ। म पनि लगाइदिन्छु, यहाँनिरबाट कभर अप गरिदिउँ। अनि यहाँनिर गएर चाहिँ म ठिक आउटसाइड बोर्डर भनिन्छ, ठिक आउटसाइड बोर्डर पनि लाग्यो। एउटा डिजाइन कम्प्लिट भयो है। केही छ यहाँसम्म बुझिरहेछ है? डिजाइन मात्र कम्प्लिट भयो है, के हो निन्द्रा लागेको जस्तो त। हेरौँ है राम्रोसँग यो चाहिँ, किनभने यस्तो हामी बारम्बार बनाउँदैनौँ, यो एकचोटि मात्र बनाउँछौँ। हाम्रो त क्लाइन्टहरू त 50औँजना हुन्छन्, 100औँजना हुन्छन्, एकचोटि बनाएर राखेको यही बिल नै बारम्बार युज हुने हो। त्यो चाहिँ पछि कसरी युज हुन्छ भन्ने सिकाउन लगाएको छु। मैले एउटा बिल मात्र डिजाइन गरेको छु। अब यसमा एउटा सानो एउटा यो पनि सिक्दिहालौँ न। यो सिग्नेचर राखेको छ नि जुन, यो सिग्नेचर चाहिँ आजभोलिको टाइममा हामीसँग त्यो एउटा डिजिटल प्याड भन्ने आइसक्यो है। डिजिटल प्याडमा चाहिँ सिधै हामीले ब्याङ्कमा गयो भने पनि सिग्नेचर गर्नु भनेर हामीलाई एउटा प्याड अगाडि राखिदिन्छ हो कि होइन, त्यसमा सिधै त्यो ड्र गर्ने बित्तिकै सिग्नेचर गर्ने बित्तिकै त्यो यसमा आएर बस्ने हो क्या खासमा चाहिँ। अब हामीसँग त्यो पद्धति पनि छैन, त्यो अलि मोडर्न डिजाइन हो। त्यो चाहिँ हामीसँग चाहिँ पुरानो मेथडबाट लिउँ है। पुरानो मेथड भनेको हामी स्क्यान गर्न सिकाएको छैन होला सायद यो क्लासले, स्क्यान गर्न सिकाउँला। स्क्यान गरेर हामीले अथवा फोटो खिचेर भनौँ ल, जेनरली फोटो खिचेर पनि ल्याउन सकिन्छ त्यो कुरालाई। स्क्यान गर्ने फुल स्केपमा, मतलब व्हाइट पेपरमा, अनि इन्सर्टमा गएर पिक्चरमा ल्याएर त्यो गरेको पनि होला है। यहाँनिर सेयर फोल्डरमा हेरौँ कसैले गरेको छ, यहीँ हाम्रो स्टुडेन्टले गरेको छ। यो सिग्नेचर भन्नेलाई म यहाँ इन्सर्ट गराउँछु, आयो एउटा सिग्नेचर त आयो नि त। अनि यसलाई म यहाँनिर एप्लाई गर्छु। बी केयरफुल, यसको पनि ब्याकग्राउन्ड के भइरहेछ त, ओप्याक छ है। ओप्याक भनेको OPAQUE, यो भनेको ट्रान्सप्यारेन्ट गर्नु पऱ्यो नि हामीलाई होइन। डबल क्लिक गरेर यसलाई ट्रान्सफर्म कसरी गर्ने त? रिमुभ ब्याकग्राउन्ड पनि एउटा मेथड त छ है। यो अहिलेको 2019बाट यसलाई चाहिँ के गरेको हो त, यसलाई इन्ट्रोड्युस गराएको हो यस्तो खालको टुल चाहिँ। अब योभन्दा पछि आएको जति पनि छ एआई टुलहरू योभन्दा खतरा भइसकेको छ है। 19भन्दा खतरा छ 2024-25हरू। तर मैले 2024-25लाई त्यति नगरेको कारण चाहिँ यो कम्प्युटरमा सबैमा 19 छ, 19बाटै सिकाउनु पऱ्यो मैले। 24-25हरू त झनै ह्यान्डी छ कि, भनेको मतलब यस्तो धेरै पनि सिक्नुपर्ने अवस्था छैन कि त्यसमा। कतिपय कुराहरू इजिली नै उसले डिटेक्ट गरिसकेको हुन्छ कि हामी के गर्न लाग्छौँ उसलाई अगाडि नै थाहा छ कि, त्यतिसम्म स्मार्ट भइसकेको छ है। अब यसलाई म अहिलेको टाइममा हटाउनु पऱ्यो भने मसँग दुईवटा मेथड छ, कि यहाँबाट गर्छु म कि यहाँबाट गर्छु है। तर अलिकति सानो गर्नु पऱ्यो। यसको ब्याकग्राउन्ड अझै व्हाइट छ यसमा, म यसलाई के गरिदिन्छु भने यहाँ सेट ट्रान्सप्यारेन्ट कलर भनिन्छ नि, त्यसलाई यो व्हाइटमा क्लिक गरिदिन्छु। सी केही कुरा चेन्जेस आयो कि आएन? यसको ब्याकग्राउन्ड त टोटल्ली हट्यो नि, हटेन है। यो चाहिँ एकदम बेस्ट मेथड है। यो रिमुभ ब्याकग्राउन्ड गऱ्यो भने चाहिँ यसको एआई त्यति मजबुत भएको छैन यो टाइमसम्म। यसको एआईले खासै गतिलो काम गरेको है। यो यहाँनिर गरेँ मैले, तर डबल क्लिक गरेर यसको रिमुभ ब्याकग्राउन्ड गऱ्यो भने यो यस्तो यस्तो यो व्हाइट पार्टिकलहरू छोडिदिन्छ क्या, जुन चाहिँ अलिकति नराम्रै भनौँ न होइन। यस्तो यस्तो गरेर बनाउनु त मिल्न चाहिँ, विच विल टेक अ लट टाइम है। यसले चाहिँ अलिकति बेसी टाइम चाहिँ लिन सक्छ है। यस्तो गऱ्यो भने त फेरि गर्नु त गर्छ काम, नगर्नु त होइन। तर सबभन्दा इजी वे चाहिँ मैले के सिकाइदिएको छु, डबल क्लिक गरेर कलरमा जाने र सेट ट्रान्सप्यारेन्ट कलर भनेको जुन व्हाइट नै छ त्यसलाई क्लिक गर्ने बित्तिकै यसको ब्याकग्राउन्ड हटिदिन्छ है। अब अहिलेलाई मैले अरू सिग्नेचरहरूलाई पनि यही कन्ट्रोल गरिदिएँ। कपी गर्नलाई कन्ट्रोल मात्र तान्यो भने यो कपी भइहाल्छ ल है। त्यतिखेर चाहिँ अब हाम्रो अथराइज सिग्नेचरहरू पनि त्यसरी ल्याएर डिजाइन गरेर राखेको छ भने एभ्री टाइम अथराइजसँग गएर सिग्नेचर माग्नु पनि परेन, यहीँबाट हाम्रो कपी पेस्ट भइहाल्छ। ठिक छ, सायद बुझ्यो होला। अब हामी एउटा फाइनल कुरा गरौँ ल। हाम्रो यसको आउटपुट त चाहियो नि त, हामीले बनाएको चिज त बाहिर हामीलाई पिडिएफमा चाहियो है। यसलाई एक्सपोर्ट गर्नुको लागि चाहिँ हामी के युज गर्छौँ भने यहाँनिर बुझौँ ल। यो फाइलमा गएर पहिला सुरु प्रिन्ट प्रिभ्यू हेर्छौँ हामी। प्रिन्ट प्रिभ्यू भनेको कहाँबाट हेर्छौँ त, फाइल प्रिन्टमा जाने, हाम्रो बिल त यहाँ काटिएर दोस्रो पेजमा गइसक्यो यहाँ अलरेडी नै हो। अर्को पेजमा गएको छ भने चाहिँ हामीले कसरी थाहा पाउने, मैले हिजो पनि भने जस्तो लागेको थियो, यो मार्जिनले थाहा पाउने भनेको थिएँ मैले, राइट। अब यो कुरालाई सेटअप गर्नुको लागि चाहिँ हामी भ्यूमा आउँछौँ है। अनि पेज ब्रेक प्रिभ्यू भन्ने हुन्छ जसमा चाहिँ यो 1 यो 2 गन्ती गरिरहेको छ उसले। हामीलाई त्यो होल टोटल चाहिएको कि होइन हो नि। त्यस कारणले गर्दाखेरि मैले यो ब्लू कलरको लाइनलाई चाहिँ यहाँनिर ड्र्याग गरिदिने हो भने एउटै पेजमा हट्यो मजाले। ठिक छ। अब म नर्मल मोडमा आउँछु। अब मैले हेर्ने हो भने ठक्क एउटा बिल तयार भएर बनेको बनेन त, बन्यो नि है। अब मैले यहाँनिर फाइलमा गएर प्रिन्ट हेर्ने हो भने चाहिँ देखेको एउटा बिल टक्क मजाले रेडी छ है। अब यो बिललाई मैले एक्सपोर्ट गर्छु, पिडिएफ गर्छु र भित्र सोलुसनको नाममा डेस्कटपमा हालेर एउटा बिल तयार गर्छु, सोलुसन भनेर राखिदिन्छु, पब्लिस गरिदिन्छु। यो हिजोको जस्तो फाइल एउटा बनेको बनेन हाम्रो,
हिजो हामीले उता एउटा सामान्य एउटा टेबललाई यसरी पिडिएफमा ल्याइरहेको थियौँ भने अहिले चाहिँ एउटा बिल नै आएर बसिसक्यो, जसमा कुनै पनि त्यस्तो त्यो ग्राफको साइनहरू के पनि छैन, टोटल्ली एउटा डिजाइन मात्र छ। ल है, हाम्रो आज फर्स्ट क्लासमा चाहिँ मैले खालि डिजाइनको बारे मात्र भनेको छु। भोलि यसको इनिसियलको बारेमा कसरी यसलाई इन्ट्री गर्ने, अब यस्तो नि त, जस्तै अब हाम्रो यो बिल त बनायो, अब अर्को मान्छे आयो, अर्को मान्छेलाई पनि यही बिल यसरी नै बनाइराख्ने त सम्भवै छैन है। त्यसैले अब यसको डाटाबेस सिस्टमहरू छ क्या, यसमा सबै कुराहरू, यो एचएसएन नम्बर भनेको चाहिँ हार्मोनाइज सिस्टम अफ नोमेनक्लेचर भनेको है। यो कुराहरूको म पार्ट 2 मा बनाउँछु, यो पार्ट 1 भयो भिडियो। पहिला सुरु यो राम्रोसँग बुझेन भने भिडियो पनि हेर्ने, फेरि हेर्ने, ब्याक गरेर हेर्ने हैन। त्यसरी गर्दा गर्दै एउटा डिजाइन चाहिँ बनाउन कोसिस गर्नु पर्यो ल यो क्लासले है। म यो भिडियोलाई यहीँ स्टप गर्छु यसलाई। यहाँ स्टप गर्नलाई चाहिँ स्टपमा गएर